नमस्कार साथीहरू, नेपालको राजनीतिमा फेरि ठुलो प्रश्न चिन्ह उठेको छ। राजतन्त्र फर्काउने कि गणतन्त्र सुधार्ने? के पुरानै बाटोमा फर्किनु उचित होला वा सुधार गर्दै अघि बढ्ने समय आएको हो? 2062-63 को जनआन्दोलनपछि नेपालले गणतन्त्र अपनायो, तर 17 वर्षपछि पनि नेपालमा अस्थिरता, भ्रष्टाचार र राजनीतिक खिचातानी उस्तै देखिन्छ। यस्तो अवस्थामा के साँच्चै राजतन्त्र फर्काउनु नेपालका लागि राम्रो विकल्प हो कि गणतन्त्रलाई सुधार गरेर अघि बढ्नुपर्छ? आउनुहोस् आज हामी यही विषयमा छलफल गरौँ। दुई 2062-63 को परिवर्तनपछि नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र बन्यो। यसको उद्देश्य थियो जनताको प्रत्यक्ष सहभागिता। देशको विकास र सरकारमा स्थिरता आउने भयो भनेर सबैजना खुसी थिए। तर अहिले 17 वर्षपछि पनि नेपाली जनता यिनै समस्याबाट गुजिरहेका छन्। नेपालमा 17 वर्षमा 12 पटक प्रधानमन्त्री परिवर्तन हुनुले राजनीतिक अस्थिरता, नेताहरू आफ्नो स्वार्थका लागि मात्रै लडिरहेका छन्। देश विकासभन्दा पनि सत्ताको खेल प्राथमिकतामा परेको छ। यसमा नेतृत्वको कमजोरी र पार्टीहरू बीचको असहमतिलाई प्रष्ट देखाउँछ। ठुला भ्रष्टाचार काण्डहरू बाहिर आए पनि कारबाही शून्य छ। 50 लाख भन्दा बढी युवा विदेशमा छन्, किनभने नेपालमा अवसर एकदमै कम छ। सामानको मूल्य दिनौ बढ्दैछ, तर आय स्तर उस्तै छ। यस्तो अवस्थामा कतिपय नेपालीहरू भन्छन् राजतन्त्र फर्काउनुपर्छ। हाल नेपालमा राजावादी समूहहरू फेरि सक्रिय भएका छन्। उनीहरू भन्छन् राजतन्त्र हुँदा देशमा स्थिरता थियो, अहिलेको जस्तो पटक पटक सरकार परिवर्तन हुने थिएन, कम भ्रष्टाचार थियो, अहिलेको भन्दा शासन एकदमै सफा थियो, राष्ट्रिय पहिचान बलियो थियो। अहिले संघीयताले देश टुक्राएको छ। राज संस्थाले राम्रो नेतृत्व दिन्थ्यो, तर के साँच्चै त्यो सत्य हो? कमेन्टमा लेख्नुहोला तपाईलाई चाहिँ के लाग्छ। अर्कोतर्फ गणतन्त्रको पक्षमा रहनेहरू भन्छन् राजतन्त्र असफल भएकै कारणले हटाइएको थियो। राजतन्त्र हुँदा पनि भ्रष्टाचार र व्यथित थिए। जनता स्वयंले शासन गर्ने प्रणाली नै सही हो। समस्या गणतन्त्रमा होइन नेताहरूमा छ। नेपालको समस्या सरकारमा भएका नेताहरूको चरित्र हो, प्रणाली होइन। के समस्या गणतन्त्र हो कि असक्षम नेताको हो? तपाईलाई चाहिँ के लाग्छ? अब प्रश्न उठ्छ कि नेपालमा राजतन्त्र फर्काउनु नै एकमात्र विकल्प हो? अहिलेको समस्या प्रणालीमा होइन नेतृत्वमा छ। भ्रष्टाचार, अस्थिरता जस्ता समस्याहरू राजतन्त्र फर्किएर समाधान हुने होइन। राम्रो नेतृत्व र सुशासन मात्र नेपालको एउटा समाधान हो। नेपालमा नयाँ युवाहरू र सक्षम नेताहरू पनि अघि आउँदैछन्। जस्तै भालेन्सा, हर्क साम्पाङ, गोपी हमाल जस्ता नेताहरू जसले देखाएका छन् कि सक्षम नेतृत्वले परिवर्तन अवश्य ल्याउन सक्छ। अब अन्त्यमा मुख्य प्रश्न तपाईलाई नै, के नेपालमा राजतन्त्र फर्किनुपर्छ कि गणतन्त्रलाई सुधार गरेर अघि बढ्नुपर्छ कि तेस्रो विकल्प खोज्नुपर्छ? तपाईको विचार तल कमेन्ट गर्नुहोस्। तपाईको प्रतिक्रिया पनि हामी सुन्न चाहन्छौँ। च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला, बेल आइकन थिच्नुहोस् ताकि हाम्रा नयाँ भिडियोहरू हेर्न नछुटाउनुहोला। धन्यवाद।